अब कति पर्खिनु भन्नु न तपाईँ 3 बाट पढाउनु हुनु हामी पर्खिनु नि त कति पर्खिनु हामी कति पर्खिनु भन्नु न कति पर्खिनु भन्नु 5 वर्ष 10 वर्ष 20 वर्ष चाहियो धनी पूजा हैन हो भन्नु न त्यो आउँदै आउँछ अनि त्यसो के धनी पूजा आएर मात्र भएन नि त अनि के दिन्छु म नक्सा दिनु नक्सा म दिने हो यहाँ बुढा मान्छे लिनु हामी हो नक्सा बनाउन तिमीले के ठुला कुरा गर्ने हामी 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 बोल्न नदिने दाजु छोड हामी ए बाबा बोल्न बोल्न किन चाहिन्छ हामीसँग काम भइरहेको छ हाम्रो समस्या सुन्न पाउने हाम्रो समस्या भन्नु पाइँदैन ए बाबा भोट हाल्न हामीले अनि हाम्रो समस्या किन हुँदैन म भन्छु प्रधानमन्त्री केपी ओली भूषण मन्त्री पद्म अर्याल हाम्रो समस्या किन भएन त भोट हाल्न बनाएको हामीले अनि हाम्रो समस्या किन हुँदैन म भन्छु प्रधानमन्त्री केपी ओली भूषण मन्त्री पद्म अर्याल हाम्रो समस्या किन भएन त गर्न सक्नु भएन अब गर्न सक्नुहुन्छ सुरु भएर हुँदैन नि त सुरु भएर हामीले समस्या समाधान हुनु पऱ्यो नि त पक्का पनि नक्सा आउनु पऱ्यो धनी आउनु पऱ्यो कसै हामीले पनि बेमा लोन राखेर खानु पाऊँ न कदम बारेको थियो अहिले भर्खर फेरि अदालतबाट सरकारले आयोगलाई नक्सा राखेर हामी कमसेकम एउटा गरिब छोरो कमसेकम बेमा राखेर थोरै 6%मा 7% ऋण खान पाएन अहिले हामी धनी पूजा नभएको होइन नि हामीसँग धनी पूजा त नभएको होइन धनी पूजा त भएको नि नक्सा चाहिएको क्या हामीलाई 1 बिघा जग्गा छ वहाँनिर बेङ्गल लगेर राख्यो भने 10 लाख पनि आउँदैन के भयो त्यो काम दिएन नि त पनि हुनुभयो केपी शर्मा ओली भोट हामी दिएर हुनुभयो 48 सालमा के गरेर बोल्नु पाइँदैन काम गर्न लगाउने यहाँबाट आइज ओडामा